झोले कता अहिले चोला बोकेर झोले चाहिँ नभन है पार्टीको कार्यक्रम छ त्यही भएर पार्टीको कार्यक्रममा त्यहाँ जानु आँटेको मिटिङमा के पार्टी के नापे तेरो पार्टीले आगो खाना झोले पुरानो पार्टीले धेरै गाली नगर है आमा सामा भन्दिन अनि फेरि पुरानो पार्टीले गरेको योगदान नभुल्नु अनि फेरि त्यसको लागि के योगदान गर्यो तेरो पार्टीले आधा छ के चाहिँ योगदान दिएन भन्नु न बरु माओवादीले राजा फालेर गणतन्त्र ल्यायो एमाले पानी जहाज र वृद्ध भत्ता घर घरै बाँट्यो यस्तो कुराहरू बुढी माउलाई अलिक थाहा हुँदैन यस्तो कुराहरू के अलिक थाहा छैन धेरै पेत्र पेत्र नबोल बुढी माउ यस्तो कुराहरू तिमीले थाहा छैन त्यो जाट्सालाई धेरै कुरा थाहा रहेछ माओवादीले होइन जनताले ल्याएको गणतन्त्र एमाले वृद्ध भत्ता बाँट्यो अरे त्यसको गोजीको पैसा हो हामीले कर तिरेको पैसा दिएको हो धेरै जान्ने हुन्छ जाता म भन्दा धेरै जान्ने नबन बुढी माउ मलाई भोक लाग्यो बरु भात पकाएको छ भने ल्याउ न यहाँ भात खाएर जानु पर्यो भोक लागिसक्यो मलाई के भात खान खोज्छस् केपी ओली र प्रचण्डको गु खान घरमा काम गर्नु छैन खान मात्र खोजेर हुन्छ त्यही केपी ओली र प्रचण्डको गु खा जाठा धेरै प्यार प्यार नगर है बुढी माउ राम्रो नहोला नि फेरि घरको सम्पम साँच्ची तैँले घरको सम्पम घरको सम्पम जिन्दाबाद भन् घरको सम्पम जिन्दाबाद भन् जिन्दाबाद भन् अर्को सम्पन्न जिन्दाबाद भन् त्यहीपट्टि लाग्छ भने बा मान्छे हुन्छस् कि ऐ गरौँ घरको सम्पम अर्को सम्पम जिन्दाबाद भन् जिन्दाबाद भन् जिन्दाबाद अर्को सम्पन्न जिन्दाबाद